सुन्नुस् त, नेपालमा साँच्चीकै के निर्वाचित कार्यकारी राष्ट्रपति बन्छ त? चुनाव सफल हुन्छ त? यदि निर्वाचित कार्यकारी राष्ट्रपति आयो भने नेपालमा बन्ने सम्भावित तपाईँको नयाँ नीति कस्तो बन्छ त? ल आउनुहोस्, थोरै कुरा त यहाँहरू सुनौँ। नमस्कार, म जनुम विश्वकर्मा, हाल थाइल्यान्डबाट बोल्दैछु। म सामाजिक अभियन्ता। आजको विश्लेषण हामी नयाँ नीतिले जनताका लागि चाहिँ कतिको फाइदा पुर्याउन सक्छ, अथवा चाहिँ अब आउने कार्यकारी राष्ट्रपति पश्चातको सरकारले चाहिँ कस्तो खालको चाहिँ नयाँ नीति ल्याउन सक्छ भन्ने बारेमा सरल र तथ्यपूर्ण तरिकाले चाहिँ बुझौँ। म कसैको पनि नीति विरुद्ध र न पक्षपात भएर चाहिँ बोल्नेछु। यहाँहरूले त्यसरी बुझ्नुहुनेछ र सकेसम्म भोलिका दिनमा हुने सम्भावित र यथार्थ विश्लेषण गर्नेछु। नयाँ नीति लागू गर्दा सबैभन्दा पहिला चाहिँ त्यसको उद्देश्य र त्यसको दायरा कति हुन्छ त भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। जसको चाहिँ के हुनसक्छ त भन्दा तपाईँको चाहिँ सामान्यतया नयाँ नीतिहरूले चाहिँ सेवा सुविधा र सरल बनाउन सक्छ, होइन, प्रशासनिक प्रक्रियाहरूलाई सुधार गर्न सक्छ, आर्थिक गतिविधिहरू के गर्न सक्छ त भन्दा बढाउने लक्ष्य राख्न सक्छ। तर वास्तविक रूपमा चाहिँ जे जस्तो खालको नीति बने पनि त्यसले चाहिँ त्यसको प्रभावकारी कार्यान्वयन कतिको हुन्छ, जनमुखी कतिको हुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण रहन्छ। र म आज तपाईँलाई चाहिँ ढिलो नगरी छोटो तरिकाले चाहिँ व्याख्या विश्लेषण गर्नेछु। यहाँले सुनिदिनुहुनेछ। र अर्को कुरा चाहिँ अब तपाईँको चाहिँ आउने नयाँ नीतिमा चाहिँ फाइदा के हुनु छ त जनतालाई? एउटा फाइदा हुनसक्छ, सेवा तथा प्रक्रियामा चाहिँ सहज हुनसक्छ है। पहिलो फाइदा के हुनसक्छ, अथवा एउटा फाइदा के हुनसक्छ भने सेवा तथा प्रक्रियामा सहज हुनसक्छ। यहाँभन्दा पहिला चाहिँ जुन जनताले चाहिँ जुन हरेक कार्यालयहरूमा, सरकारी निकायहरूमा सेवा लिँदाखेरि जहाँ चाहिँ तपाईँको चाहिँ असन्तुष्टि पैदा भएको थियो, शास्ति खेप्नु परेको थियो, त्यो शास्ति खेप्ने जुन चाहिँ तपाईँको सिस्टम छ त्यो अलिकति के हुनसक्छ भन्दा निराकरण हुनसक्छ। सेवा प्रक्रियामा चाहिँ सहजता हुनसक्छ। नयाँ नीतिमा कागजी रूपमा मात्रै नभएर अनलाइन सुविधा बढ्न सक्छ। काम गर्ने समय छुटिन सकेर जनतालाई तपाईँको चाहिँ समयको बचत र आर्थिक बचत पनि हुनसक्छ है। यस्ता सुधारले चाहिँ मान्छेहरूको अथवा जनताहरूको चाहिँ जनजीवनमा चाहिँ धेरै ठुलो प्रभाव पर्नेछ। त्यसै गरी अर्को फाइदा के हुनसक्छ त भन्दा नयाँ नीति आयो भने यदि नेपालमा चाहिँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति पश्चात एउटा नयाँ नीति आयो भने त्यसको दोस्रो फाइदा के हुनसक्छ त भन्दा आर्थिक अवसर र राहत व्यवस्था हुनसक्छ है। अर्को के हुनसक्छ त भन्दा आर्थिक अवसर र राहतको व्यवस्था हुनसक्छ सरकारबाट। यदि यो नीति तपाईँको चाहिँ बन्यो भने नयाँ नीति अनुसारका चाहिँ तपाईँका चाहिँ विभिन्न चाहिँ विकासहरू, विभिन्न चाहिँ तपाईँको चाहिँ कम्पनीहरू चाहिँ उद्योग धन्दाहरू स्थापना भएर रोजगारीको सिर्जना हुनसक्छ, लगानी गर्ने वातावरण सिर्जना हुनसक्छ, व्यावसायिक प्रक्रियाहरू के हुनसक्छ त भन्दा बढ्न सक्छन्। सामाजिक सुरक्षा जस्ता क्षेत्रमा चाहिँ के हुनसक्छ त भन्दा सहज वातावरण हुनसक्छ। यसको फाइदा ठुलो जनसङ्ख्याले चाहिँ के गर्नेछ त भन्दा लिनेछ। नयाँ नीति सहज रूपमा कार्यान्वयन गर्न सकिनेछ। यसको तपाईँको चाहिँ प्रभाव स्थानीय तहको अर्थतन्त्रदेखि, होइन, त्यसपछि लाएर चाहिँ तपाईँको चाहिँ सरकारका क्षेत्रसम्म चाहिँ तपाईँको अथवा चाहिँ निजी क्षेत्रसम्म पनि यसको के हुनेछ भन्दा आर्थिक अवस्था चाहिँमा ठुलो सुधार हुन सक्ने देखिन्छ, राहत हुने सक्ने देखिन्छ है। त्यसै गरी तपाईँको अर्को के हुनसक्छ त भन्दा अर्को तपाईँको के हुनसक्छ भन्दा दीर्घकालीन रूपमा चाहिँ सुधार हुनसक्छ। दीर्घकालीन रूपमा चाहिँ के हुनसक्छ त भन्दा सुधारको आधार तयार हुनसक्छ है। जस्तो आज मात्रै नभएर केही लामो समयसम्म पछिसम्म प्रभाव पर्ने, पछिसम्म त्यसको चाहिँ तपाईँको त्यसको चाहिँ परिमाण देखिने होइन, त्यसको चाहिँ असर देखिने, प्रतिफल देखिने खालका चाहिँ दीर्घकालीन सुधारका योजनाहरू तयार हुन सक्छन्। जस्तो शिक्षा नीति, स्वास्थ्य नीति, पूर्वाधार कृषि नीति, ऊर्जा नीति, होइन, त्यस्ता नीतिहरू चाहिँ मध्यहरूमा के हुनसक्छ त भन्दा नयाँ नीतिले चाहिँ नयाँ मोड लिन सक्छ। नयाँ नेपालमा चाहिँ नयाँ खालको चाहिँ परिवेश, नयाँ नीति, ऐन कानुन, होइन, बनिदिन सक्छ। यसको असर होइन केही पछि चाहिँ अहिले तत्काल नदेखिए पनि यसको असर के देखिनेछ त भन्दा धेरै लामो समय
पछि देखिनेछ, यसको फाइदा चाहिँ धेरै लामो समय पछि देखिनेछ। अब पक्कै पनि जहाँ सफलता हुन्छ, जहाँ सहजता हुन्छ, त्यहाँ तपाईँको के हुन्छ त भन्दा चुनौती त अवश्य नै हुन्छ। म चुनौतीको बारेमा पनि यहाँहरूलाई थोरै जानकारी गराउन चाहन्छु है। चुनौती पनि म 3वटा चुनौती चाहिँ, विशेष गरी 3टा चुनौती चाहिँ यहाँहरूसँग समक्ष राख्नेछु है। नेपालको तपाईँको कार्यकारी राष्ट्रपति बनाइसकेपछिको सरकारले त्यहाँभन्दा पछि चाहिँ नयाँ नीतिमा ल्याउँछ, त्यस्ता खालका नयाँ नीतिमा सफलता हासिल गर्छ। र त्यो सफलता हासिल गर्नका लागि कस्ता खालका चुनौतीहरू यो राज्यले चाहिँ अथवा यो सरकारले तपाईँको चाहिँ खेप्नुपर्ने हुनसक्छ त, सम्भावित कुराहरू यहाँहरूसँग चाहिँ विश्लेषण गर्दैछु है। त्यसो भएको हुँदा पहिलो चुनौती के हुनसक्छ त भन्दा कार्यान्वयनको गति छ नि, त्यो तपाईँको अलिकति के हुनसक्छ भन्दा कार्यान्वयनको गतिमा तपाईँको चाहिँ अलिकति कठिनाइ हुनसक्छ। किनभने अब अहिले तत्काल तपाईँको चाहिँ सरकारसँग मान्छेहरूलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि अथवा चाहिँ सहजतापूर्वक सेवा प्रदान गर्नका लागि हैन के हुनसक्छ भन्दा देशमा कागजी रूपमा चाहिँ नभए व्यवहारिक हिसाबमा चाहिँ व्यवहारिक हिसाबमा लागू गर्नका लागि संस्थासँग सक्षमता, बजेटको व्यवस्था, त्यसको चाहिँ तपाईँको समन्वयको अथवा चाहिँ कमजोरी हुनसक्छ। अपेक्षाकृत प्रमाण आउन अलिकति समय लाग्ने हुनसक्छ। अथवा प्राविधिक के हुनसक्छ त भन्दा कठिनाइ हुनसक्छ। किनभने सरकारसँग पर्याप्त मात्रामा चाहिँ प्रविधिको चाहिँ तपाईँको छ कि छैन, पहुँच छ कि छैन हैन, पर्याप्त मात्रामा पहुँच छ कि छैन भन्ने कुरा चाहिँ यसले राख्न सक्छ। त्यसो गरी अर्को तपाईँको चाहिँ अर्को चुनौती के सरकारले के मोल्नुपर्ने हुनसक्छ भने जनस्तरमा जानकारीको अभाव हुनसक्छ है। नेपालमा भन्ने गरिन्छ नि, नेपालको सरकार 2072 को बनेको जुन चाहिँ संविधान छ, जुन संसारका लागि संसारका सबैभन्दा उत्कृष्ट संविधान हो भनेर भन्ने गरिन्छ, सुन्ने गरिन्छ। अहिले तत्काल त्यसको चाहिँ जनजीवनमा चाहिँ त्यत्तिको प्रभाव परेको देखिँदैन। त्यसको कानुनको दायरामा अहिले जताततै गाउँमा जाने हो भने, श्रमजीवी सर्वहारा वर्गको गाउँमा घरमा जाने हो भने हैन, तपाईँको चाहिँ उनीहरूका मुद्दा मामला र न्याय प्रणालीमा चाहिँ के देखिन्छ त भन्दा उनीहरूले तपाईँको पूर्ण रूपमा न्याय पाएको अनुभूति गरेको देखिँदैन। अथवा चाहिँ नेपालको संविधान 2072 प्रति जनताहरूको तपाईँको पूर्ण रूपमा चाहिँ सन्तुष्टि देखिँदैन। त्यसको एउटा अर्को कारण के हुनसक्छ त भन्दा असन्तुष्टि हुनुको एउटा कारण के हुनसक्छ त भन्दा जनस्तरमा चाहिँ जानकारीको अभाव हुनसक्छ। जुन तपाईँको कानुनमा के कुराहरू लेखिएको छ, त्यसको चाहिँ यदि कानुन कसैले उल्लङ्घन गर्यो भने त्यसको चाहिँ सजाय कतिसम्म हुन्छ जस्ता कुराहरू जनस्तरमा चाहिँ तपाईँको जानकारी नभएको हुँदा पनि तपाईँको चाहिँ के हुनसक्छ त भन्दा त्यो प्रभावकारी रूपमा चाहिँ कार्यान्वयन हुन गाह्रो हुनसक्छ। जस्तो कानुन बुझ्नै नसकिने, सजिलो नहुने, प्रयोग गर्नका लागि पहुँचमा चाहिँ एकदम कमजोर हुने अथवा फाइदा सीमित मात्रामा हुनसक्छ। त्यसो हुँदा यसको पहुँच पनि एकदम चाहिँ के हुनसक्छ, कम हुने भएको हुँदा पनि कम तपाईँको चाहिँ प्रभावकारी हुनसक्छ। अब अर्को तेस्रो चुनौती भन्दैछु। तेस्रो चुनौती के हो भन्नुहुन्छ भने आर्थिक तथा प्रशासनिक बोझ हुनसक्छ पक्कै पनि हैन। अब तपाईँको चाहिँ के भने जनताले चाहेको जस्तो जनमुखी तपाईँको सेवा हामीले दिन खोज्यौँ भने त्यसमा पक्कै पनि के हुनसक्छ त भन्दा आर्थिक र प्रशासनिक बोझ त भइ नै हाल्छ। हेर्नुहोस् हैन, जस्तो नयाँ कुनै नीति लागू गर्न सरकार, स्थानीय तह, सम्बन्धित निकायलाई अतिरिक्त स्रोत र प्राविधिक तयारी छ कि छैन, प्रशिक्षणहरू छ कि छैन। जस्तो नेपालका चाहिँ कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूको सेवा गर्ने शैली कस्तो छ, उहाँहरूसँग सेवा गर्ने दक्षता कतिको छ हैन हो। अब त्यो भएको हुँदा त्यसमा पनि भर पर्छ, त्यो व्यवस्था छ कि छैन, त्यो जनशक्ति हामीसँग छ कि छैन, त्यो राज्यले तपाईँको चाहिँ बुझ्नुपर्ने हुन्छ र त्यही अनुसारको तपाईँको के गर्नेछ व्यवस्था गरेर तपाईँको चाहिँ नेपालको अब आउने नयाँ नीतिको चाहिँ फाइदा उठाउनेछ भन्ने कुरा चाहिँ हामीले आश गर्नुपर्ने देखिन्छ। जस्तो यसको चाहिँ के हुनसक्छ भने नयाँ नीतिको फाइदा जनताले चाहिँ कति पाउँछन् भन्ने कुरा भन्दा पनि अब नयाँ नीति कसरी लागू हुन्छ, प्रभावकारी रूपमा चाहिँ जनस्तरसम्म जनमुखी भएर लागू हुन्छ कि हुँदैन भन्ने कुरा प्रमुख रहन्छ। यदि नीतिमै सीमित भयो, पारदर्शी हुन सकेन, जनतालाई सहज रूपमा चाहिँ सेवा गर्न सकिएन भने जस्तो सुकै नीति आए पनि त्यो कमजोर नै हुन्छ, जस्तो सुकै ऐन कानुन बने पनि कमजोर नै हुन्छ। किनभने नेपाल सरकार, नेपालको अधिराज्य भनेको कस्तो हो त भन्दा कानुनी राज्य हो
हैन कानुनमा जे लेखिन्छ त्यही अनुसार तपाईको चाहिँ के हुन्छ भन्दा त्यहाँको सरकार छ स्थानीय तहदेखि तपाईको प्रदेश सरकार केन्द्रीय तहसम्म सरकार हैन सबै तहहरू चाहिँ चल्छ। त्यो भएको हुँदा कानुन के लेखियो भन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन कानुनको कतिको भयो भन्ने कुरा चाहिँ प्रमुख रहन्छ भन्दै मेरो अहिलेको चाहिँ यो नयाँ नीतिमा आउन सक्ने हुन सक्ने परिवर्तन र त्यसको चुनौतीका बारेमा चाहिँ यहाँहरुसँग विश्लेषण गरेको छु। कस्तो लाग्छ जस्तै कमेन्ट दिनु होला अथवा चाहिँ आगामी दिनमा मैले केही थप योभन्दा फरक खालका विषयवस्तुसँग सम्बन्धित कुराहरू यहाँहरु समक्ष ल्याउनुपर्छ भने पनि यहाँहरुको सुझाव सल्लाह चाहिँ कमेन्टमा खोज्न छोडिदिनु होला। यदि मैले चाहिँ गलत बोलेको अथवा सही बोलेको अथवा चाहिँ केही मैले सच्याउनु पर्ने कुराहरू अझ के छ भने यहाँहरुको सुझाव सल्लाह पनि अनिवार्य रहनेछ। रचनात्मक सुझाव सल्लाहका लागि पनि आभार हजुरसँग अनुरोध गर्दै बिदा हुन्छु। आजका लागि बिदा हुन्छु र अर्को दिन विशेष गरी तपाईहरुको अर्को चाहिँ नयाँ नीति अर्को महिनामा चाहिँ कस्तो हुन सक्छ अथवा चाहिँ एउटा नयाँ तपाईको चाहिँ टपिक्स ल्याएर आउने छु भन्दै बिदा हुन्छु। नमस्कार।